नमस्ते, वेलकम टु रोचक संसार। आज हामी सुरु गर्दैछौँ एउटा अत्यन्त उपयोगी पुस्तक द वान पेज फाइनेन्शियल प्लान, लेखक कार्ल रिचर्ड्स। यो पुस्तकले सिकाउँछ धनी बन्ने भन्दा पहिले आफ्नो लक्ष्य र वित्तीय निर्णयहरूलाई स्पष्ट बनाउनु कति जरुरी छ। केवल एक पृष्ठमा बनाएको योजनाले नै तपाईको जीवन परिवर्तन गर्न सक्छ। द वान पेज फाइनेन्शियल प्लान, एक पृष्ठको वित्तीय योजना। कार्ल रिचर्ड्स भन्छन्, यु डोन्ट निड अ पर्फेक्ट प्लान, यु जस्ट निड अ स्टार्टिङ पोइन्ट। अर्थात् सुरुवात नै सबैभन्दा महत्त्वपूर्ण हो, पूर्ण त होइन, निरन्तर सुधार नै सफलता हो। स्टिभ जब्सले एप्पल सुरु गर्दा ठ्याक्कै योजना थिएन, तर स्पष्ट दृष्टिकोण थियो नयाँ सोच ल्याउने। त्यो सोचले नै उसलाई संसारकै शीर्ष कम्पनीसम्म पुर्यायो। काठमाडौँका एक शिक्षकले आफ्नो तलबको सानो हिस्सा बचत र लगानीमा लगाउन थाले। सुरुमा योजना सामान्य थियो, तर त्यसले उनलाई ऋणमुक्त र आर्थिक रूपमा स्वतन्त्र बनायो। 3 सन्देश यस पुस्तकको सुरुवातबाट। 1. सुरुवात नै सफलता हो, योजना बनाउँदा डराउनु हुँदैन। 2. सरलता नै शक्ति हो, योजना लामो होइन, बुझ्न सजिलो हुनुपर्छ। 3. धेरै पैसा होइन, सही दिशा चाहिन्छ, लक्ष्यमा स्पष्टता राख्नुहोस्। के तपाईले आफ्नो जीवनका लागि एक पृष्ठको आर्थिक योजना बनाउनु भएको छ? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। च्याप्टर 1, स्टार्ट विथ वाइ, किनबाट सुरु गर्नुहोस्। कार्ल रिचर्ड्सले यस अध्यायमा बताउँछन्, कुनै पनि आर्थिक योजना बनाउनु अघि किन भन्ने प्रश्न बुझ्न आवश्यक छ। यदि तपाईलाई किन पैसा बचाउन, किन लगानी गर्न वा किन काम गर्नुपर्छ भन्ने स्पष्ट थाहा छैन भने योजना केवल कागजमा सीमित रहन्छ। धनीहरू पैसाको कारण होइन, उद्देश्यका कारण काम गर्छन्। त्यसैले उनीहरूको निर्णयहरू दिगो र सन्तुलित हुन्छन्। विदाउट अ क्लियर वाइ, इट्स इजी टु गेट लस्ट इन नम्बर्स। अर्थात् जब तपाईको उद्देश्य अस्पष्ट हुन्छ, तब पैसा र अङ्कहरू मात्रको खेलमा तपाईँ भुलिनुहुन्छ। इलोन मस्कले पैसा कमाउने भन्दा पनि मानव जातिलाई भविष्यमा पुर्याउने वाइबाट काम सुरु गरे। त्यसैले स्पेस एक्स र टेस्ला केवल कम्पनी होइनन्, उनको दृष्टिकोणका परिणाम हुन्। पोखराका एक युवा उद्यमीले सुरुमा व्यापार पैसा कमाउनका लागि गरे, तर पछि उनले आफ्नो उद्देश्य रोजगारी सिर्जना गर्ने बनाए। त्यो सोच बदलेपछि उनको व्यापारले गति मात्र होइन, अर्थ पनि पायो। 3 सन्देश यस अध्यायबाट। 1. उद्देश्य बिना खाली योजना हुन्छ, पहिले किन भनेर सोध्नुहोस्। 2. आर्थिक सफलता केवल पैसामा होइन, अर्थमा हुन्छ, तपाईको निर्णयमा मूल्य र लक्ष्य जोड्नुहोस्। 3. स्पष्ट वाइले दिशा दिन्छ, जब कारण ठिक हुन्छ, बाटो आफै खुल्छ। के तपाईलाई थाहा छ तपाई किन पैसा कमाउन वा बचाउन चाहनुहुन्छ? तपाईको वाइ कमेन्टमा लेख्नुहोस्। यदि तपाईलाई यो अध्याय मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। च्याप्टर 2, नो वेयर यु स्ट्यान्ड, जहाँ हुनुहुन्छ त्यो बुझ्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, तपाईको आर्थिक यात्रा सुरु गर्नु अघि तपाईँ अहिले कहाँ हुनुहुन्छ भन्ने थाहा हुनु अत्यावश्यक छ। धेरै मानिसहरू भविष्यका सपना त देख्छन्, तर अहिलेको अवस्थाको हिसाब किताब राख्दैनन्। सफल योजना त्यति बेला मात्र सम्भव हुन्छ जब तपाईँ आफ्नो वर्तमान स्थिति इमान्दारीपूर्वक बुझ्न सक्नुहुन्छ। इफ यु डोन्ट नो वेयर यु आर, अ म्याप वोन्ट हेल्प। अर्थात् यदि तपाईलाई अहिले कहाँ हुनुहुन्छ भन्ने थाहा छैन भने कुनै नक्सा अर्थात् योजनाले पनि तपाईलाई गन्तव्यमा पुर्याउन सक्दैन। एक अमेरिकी परिवारले आफ्नो खर्च र आम्दानीको वास्तविक डाटा सङ्कलन गर्न सुरु गरेपछि मात्रै तिनीहरूले आफ्नो ऋण घटाउन सके। वास्तविकता स्वीकार्नु नै उनीहरूको परिवर्तनको पहिलो कदम बन्यो। काठमाडौँका एक व्यक्तिले हरेक महिनाको खर्च नोटबुकमा लेख्ने बानी बनाए। 6 महिनापछि उनले देखे कि साना साना अनावश्यक खर्चहरूले ठूलो असर पारिरहेको रहेछ। त्यसपछि मात्र उनले बचत गर्न थालिन्। 3 सन्देश यस अध्यायबाट। 1. सफलता सुरु हुन्छ सत्य स्वीकार्नबाट, तपाईको वर्तमान अवस्था लेखेर बुझ्नुहोस्। 2. खर्च र आम्दानीमा पारदर्शिता ल्याउनुहोस्, हरेक रुपैयाँको हिसाब राख्नुहोस्। 3. जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस्, पूर्णता होइन, इमान्दारी चाहिन्छ। के तपाईले आफ्नो मासिक खर्च र आम्दानीको विवरण कहिल्यै लेख्नु भएको छ? यदि हो भने त्यसले तपाईलाई के सिकायो? कमेन्टमा लेख्नुहोस्। च्याप्टर 3, डिफाइन योर प्रायोरिटिज, आफ्ना प्राथमिकताहरू परिभाषित गर्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, पैसाले सबै कुरा गर्न सक्दैन, त्यसैले तपाईको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पहिचान गर्नुहोस्। जब हामीलाई थाहा हुन्छ कि कुन कुरा साँच्चै अर्थपूर्ण छ, तब मात्र हाम्रो वित्तीय निर्णयहरू स्पष्ट र स्थायी हुन्छन्।
धेरै मानिसहरू पैसा कमाउने दौडमा दौडिन्छन् तर किन कमाइरहेका छन् भन्ने थाहा नै हुँदैन। इफ यु डोन्ट नो वाट्स इम्पोर्टेन्ट, एभ्रिथिङ विल सिम इम्पोर्टेन्ट। अर्थात् यदि तपाईँलाई के महत्त्वपूर्ण छ भन्ने थाहा छैन भने सबै कुरा समानै देखिन्छ र तपाईँ भ्रममा पर्नुहुन्छ। एक परिवारले आफ्नो प्राथमिकता सन्तानको शिक्षामा लगानी राख्यो, त्यसपछि उनीहरूले नयाँ कार किन्ने योजना रोक्दै पढाइका लागि फन्ड तयार गर्न थाले, जसले दीर्घकालीन शान्ति दियो। पोखराकी एक युवतीले विदेश जाने सपना त्यागेर आफ्नो सानो कफी सप सुरु गरिन्, किनभने उनको प्राथमिकता स्वतन्त्र र सन्तुष्टि थियो। अन्ततः उनले आफ्नो मनपर्ने कामबाट नै स्थायित्व र खुसी दुवै पाइन्। 3 सन्देश यस अध्यायबाट। 1. जीवनका लक्ष्यहरू स्पष्ट बनाउनुहोस्। तपाईका लागि सबैभन्दा अर्थपूर्ण कुरा के हो भनेर लेख्नुहोस्। 2. पैसा उद्देश्यको माध्यम हो, लक्ष्य होइन। त्यसलाई आफ्नो मूल्य र प्राथमिकतासँग जोड्नुहोस्। 3. नो भन्न सिक्नुहोस्। जसले तपाईँको प्राथमिकतासँग मेल खाँदैन त्यसमा समय र पैसा खर्च नगर्नुहोस्। के तपाईँलाई थाहा छ तपाईँको सबैभन्दा ठूलो वित्तीय प्राथमिकता के हो? कमेन्टमा लेख्नुहोस्। यदि तपाईँलाई यो अध्याय मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। च्याप्टर 4 क्रिएट अ सिम्पल प्लान। सरल योजना बनाउनुहोस्। कार्ल रिचर्ड्स भन्छन्, फाइनेन्शियल प्लान जति सरल हुन्छ त्यो त्यति प्रभावकारी हुन्छ। धेरै मानिसहरू जटिल बजेट, सूत्र र रणनीतिमा हराउँछन्, तर सफल वित्तीय योजना सधैँ सरल र व्यावहारिक हुन्छ। मुख्य कुरा तपाईको उद्देश्य बुझ्नु, त्यसअनुसार कदम चाल्नु र निरन्तर सुधार गर्दै जानु। इफ इट्स टू कम्प्लिकेटेड यु वन्ट फलो इट। अर्थात् यदि योजना धेरै जटिल भयो भने तपाईँ त्यसलाई कहिल्यै पालना गर्न सक्नुहुन्न। अमेरिकाकी एक महिलाले धेरै चार्ट र बजेट स्प्रेडसिट प्रयोग गर्थिन्, तर कहिले निरन्तरता दिन सकिनन्। पछि उनले केवल 50-30-20 अर्थात् 50% खर्च, 30% चाहना, 20% बचत अपनाइन् र सफल भइन्। काठमाडौँका एक युवाले सानो नोटबुकमा आफ्नो आम्दानी र खर्च मात्र लेख्ने बानी सुरु गरे। यो साधारण अभ्यासले उनलाई महिनाको अन्त्यमा कहाँ पैसा हराइरहेको छ भनेर बुझ्न मद्दत गर्यो। 3 सन्देश यस अध्यायबाट। 1. सरल योजना बनाउनुहोस्। केवल मुख्य लक्ष्य र 3-4 ठूला प्राथमिकतामा केन्द्रित रहनुहोस्। 2. निरन्तरता महत्त्वपूर्ण छ। जटिलतालाई होइन, बानीलाई प्राथमिकता दिनुहोस्। 3. समीक्षा र सुधार गर्नुहोस्। हरेक केही महिनामा योजना हेरेर आवश्यक परे परिवर्तन गर्नुहोस्। के तपाईँले कहिले जटिल फाइनेन्शियल प्लान बनाएर बीचमै छोड्नु भएको छ? अब तपाईँ कुन सरल योजना अपनाउन चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। च्याप्टर 5 कन्ट्रोल योर स्पेन्डिङ। आफ्नो खर्च नियन्त्रण गर्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, धनी बन्ने सबैभन्दा छिटो तरिका भनेको तपाईँले कमाएको भन्दा कम खर्च गर्नु हो। धेरै मानिसहरू आफ्नो खर्च नियन्त्रण गर्न सक्दैनन्, त्यसैले बचत र लगानी गर्न असफल हुन्छन्। वित्तीय स्वतन्त्रता तब सुरु हुन्छ जब तपाईँ आवश्यक र चाहना बीचको फरक बुझ्न थाल्नुहुन्छ। When you stop trying to keep up with others, you can finally get ahead. अर्थात् जब तपाईँ अरूको जस्तै देखिन खोज्नु छोड्नुहुन्छ, तब मात्र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। एक अमेरिकी परिवारले नयाँ कार किन्ने योजना त्यागेर पुरानो कार राखे। त्यो सानो निर्णयले उनीहरूको मासिक खर्च घटायो र 5 वर्षमै घरको डाउन पेमेन्टका लागि बचत गर्न सके। काठमाडौँका एक युवकले हरेक महिनाको खर्च नोट गर्न सुरु गरे र अनावश्यक खर्च जस्तै बारम्बार बाहिर खाजा खानु घटाए। 3 महिनापछि उनले सोचेभन्दा बढी पैसा बचत गर्न सके र आफ्नो भविष्यका लागि लगानी सुरु गरे। 3 सन्देश यस अध्यायबाट। 1. खर्चको ट्र्याक राख्नुहोस्। दैनिक वा साप्ताहिक रूपमा कहाँ पैसा खर्च भइरहेको छ भन्ने जान्नुहोस्। यसले तपाईँलाई अनावश्यक खर्च पत्ता लगाउन मद्दत गर्छ। 2. चाहना र आवश्यकता छुट्याउनुहोस्। चाहनाको पछि नलागी प्राथमिकता आवश्यकतामा दिनुहोस्। यो बानी दीर्घकालीन बचतको बाटो खोल्छ। 3. लाइफस्टाइल इन्फ्लेसनबाट सावधान रहनुहोस्। आम्दानी बढ्दैमा खर्च पनि बढाउनु बुद्धिमानी होइन। बचत र लगानीको प्रतिशत पनि आम्दानीसँगै बढाउनुहोस्। के तपाईँले पछिल्ला 6 महिनामा आफ्नो खर्च नियन्त्रण गर्न प्रयास गर्नुभएको छ? के तपाईँलाई सबैभन्दा कठिन कुन खर्च घटाउन गाह्रो लाग्छ? कमेन्टमा लेख्नुहोस्। च्याप्टर 6 इन्भेस्ट वाइजली। स्मार्ट रूपमा लगानी गर्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, लगानीको उद्देश्य धनी देखिनु होइन, धनी बन्नु हो।
धेरै मानिसहरू लगानीको निर्णय डर, लोभ वा अरूको सुझावमा गर्छन्, जसले दीर्घकालीन नोक्सान पुर्याउँछ। स्मार्ट लगानीको सुरुवात बुझाइबाट हुन्छ। आफ्नो लक्ष्य, समय र जोखिम बुझेर मात्रै लगानी गर्नुहोस्। When you invest with purpose, every dollar starts working for you. अर्थात् जब तपाईँ उद्देश्यका साथ लगानी गर्नुहुन्छ, तब तपाईको हरेक पैसा तपाईको लागि काम गर्न थाल्छ। वारेन बफेटले सधैँ भन्छन्, डोन्ट इन्भेस्ट इन व्हाट यु डोन्ट अन्डरस्ट्यान्ड। उनले आफै नबुझेको कम्पनीमा कहिल्यै लगानी गरेनन्, त्यसैले दशकौंसम्म उनी स्थिर र सफल लगानीकर्ता रहन सके। पोखराका एक युवाले शेयर बजारमा सबैको पछाडि लागेर लगानी गरे र घाटा बेहोरे, तर पछि उनले लगानी सम्बन्धी किताबहरू पढे, कम्पनीको रिपोर्ट बुझ्न सिके र दीर्घकालीन सोच अपनाए। आज उनी आफ्नो लगानीबाट नियमित प्रतिफल पाइरहेका छन्। 3 सन्देश यस अध्यायबाट। 1. लगानी गर्नु अघि बुझ्नुहोस्। हरेक लगानी कहाँ, किन र कति समयका लागि भन्ने कुरा स्पष्ट बनाउनुहोस्। बुझाइ बिना लगानी गर्नु जुवा हो। 2. डर र लोभलाई नियन्त्रण गर्नुहोस्। बजारको उतार चढाउमा भावनात्मक निर्णय नलिनुहोस्। धैर्य र अनुशासन नै सफल लगानीको कुञ्जी हो। 3. दीर्घकालीन दृष्टि अपनाउनुहोस्। छिटो फाइदा होइन, स्थिर भविष्यका लागि लगानी गर्नुहोस्। समय नै सबैभन्दा बलियो साथी हो लगानीमा। के तपाईँले अहिले कुनै लगानी गर्नुभएको छ? के तपाईँ दीर्घकालीन सोच अपनाउनुहुन्छ वा छोटो समयमा नाफा खोज्नुहुन्छ? कमेन्टमा लेख्नुहोस्। यदि तपाईँलाई यो अध्याय मन पर्यो भने रोचक संसारलाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। च्याप्टर 7 लर्न फ्रम योर मिस्टेक्स। आफ्ना गल्तीहरूबाट सिक्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, गल्तीहरू वित्तीय शिक्षाको सबैभन्दा मूल्यवान शिक्षक हुन्। धेरै मानिसहरू आफ्नो गल्तीबाट डराउँछन् वा त्यसलाई लुकाउँछन्, तर वास्तविक सिकाइ त्यहाँबाट आउँछ। आफ्ना अनुभवको मूल्याङ्कन गर्नु, गल्तीको कारण बुझ्नु र भविष्यका लागि योजना बनाउनु महत्त्वपूर्ण छ। मिस्टेक्स आर प्रुफ द्याट यु आर ट्राइङ। अर्थात् गल्तीहरू प्रमाण हुन् कि तपाईँ प्रयास गर्दै हुनुहुन्छ। सत्यमा प्रयास बिना सिकाइ सम्भव छैन र प्रत्येक गल्तीले दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत गर्छ। इलोन मस्कले स्पेसएक्सको सुरुवातमा लगातार असफलताहरू भोगे, तर उनले प्रत्येक असफलतालाई सिकाइको अवसर बनाए र आज स्पेसएक्स विश्वकै अग्रणी कम्पनी मध्ये एक बनेको छ। काठमाडौँका एक युवा उद्यमीले पहिलो व्यवसायमा घाटा बेहोरे, तर उनले गल्तीबाट पाठ सिके, बजेट व्यवस्थापन, ग्राहक व्यवहार र मार्केटिङ रणनीति सुधार गरे। अर्को व्यवसायमा उनले सफलतापूर्वक लाभ कमाए। 3 सन्देश यस अध्यायबाट। गल्तीलाई स्वीकार्नुहोस्। गल्तीलाई लुकाउने वा डराउने होइन, त्यसबाट सिक्नुहोस्। प्रत्येक गल्तीमा सिकाइको अवसर हुन्छ। कारण विश्लेषण गर्नुहोस्। गल्ती किन भयो र भविष्यमा यसलाई कसरी टार्ने भनेर बुझ्नुहोस्। योजना र रणनीति सुधार गर्न मद्दत गर्छ। अर्को प्रयास गर्नुहोस्। सिकाइपछि नयाँ प्रयास गर्नुहोस् र सुधार लागू गर्नुहोस्। निरन्तरताले नै दीर्घकालीन सफलता ल्याउँछ। तपाईले पछिल्लो वर्षमा कुनै वित्तीय गल्ती गर्नुभएको छ? त्यसबाट के सिक्नुभयो र भविष्यमा के फरक गर्ने योजना बनाउनुभयो? कमेन्टमा लेख्नुहोस्। यदि तपाईलाई यो अध्याय मन पर्यो भने रोचक संसारलाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। च्याप्टर 8 सेट क्लियर फाइनेन्शियल गोल्स। वित्तीय लक्ष्य स्पष्ट राख्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, इफ यु डोन्ट नो वेयर युर गोइङ, एनी रोड विल टेक यु देयर। अर्थात् यदि तपाईलाई गन्तव्य नै थाहा छैन भने जुनसुकै बाटो पनि ठिक लाग्छ। त्यसैले जीवनमा वित्तीय लक्ष्यहरू स्पष्ट राख्नु अत्यन्त आवश्यक छ। वित्तीय लक्ष्यहरू तपाईका सपनाहरूको दिशानिर्देशक हुन्। घर किन्नु, बच्चाको शिक्षा वा आरामदायी अवकाश जीवन। स्पष्ट लक्ष्यहरूले तपाईलाई हरेक निर्णयमा दिशा र उद्देश्य दिन्छ। वारेन बफेटले 11 वर्षको उमेरमा आफ्नो पहिलो लगानी लक्ष्य तय गरे, दीर्घकालीन सम्पत्ति निर्माण। उनका स्पष्ट लक्ष्य र अनुशासनका कारण उनी संसारका सबैभन्दा सफल लगानीकर्ता मध्ये एक बने। पोखराका एक शिक्षकले हरेक वर्षको अन्त्यमा आफ्नो आम्दानीको 15% सेभ गर्ने लक्ष्य राखे। 10 वर्षपछि उनले त्यो पैसाले घर किनेर आफ्ना परिवारलाई सुरक्षित भविष्य दिए। 3 सन्देश यस अध्यायबाट। 1. स्पष्ट लक्ष्य बनाउनुहोस्। कुन उद्देश्यका लागि बचत वा लगानी गर्दै हुनुहुन्छ भनेर लेख्नुहोस्। लिखित लक्ष्यले तपाईलाई फोकसमा राख्छ। 2. स्मार्ट प्रणाली अपनाउनुहोस्। स्पेसिफिक, मेजरेबल, अचिभेबल, रिलेभेन्ट र टाइम बाउन्ड लक्ष्यहरू बनाउनुहोस्।
यसले लक्ष्य पूरा गर्न सजिलो बनाउँछ। 3. समय-समयमा समीक्षा गर्नुहोस्। जीवनमा परिवर्तनसँगै लक्ष्य पनि परिमार्जन गर्नुहोस्। लचिलो योजनाले दीर्घकालीन सफलता ल्याउँछ। तपाईको हालको प्रमुख वित्तीय लक्ष्य के हो? घर, शिक्षा कि स्वतन्त्र जीवन? कृपया कमेन्टमा लेख्नुहोस्। च्याप्टर 9, आफ्नो लगानी सरल बनाउनुहोस्। कार्ल रिचर्ड्स भन्छन्, कम्प्लेक्सिटी इज अफन अ फर्म अफ लेजिनेस, सिम्प्लिसिटी रिक्वायर्स क्ल्यारिटी। अर्थात् जटिलता कहिलेकाहीँ आलस्यको रूप हो, सरलता चाहिँ स्पष्टता र आत्मविश्वासको परिणाम हो। धेरै मानिसहरूले धेरै प्रकारका लगानीहरूमा पैसा राखेर आफैलाई भ्रमित बनाउँछन्। सरल लगानीको अर्थ हो आफ्नो लक्ष्य, जोखिम र समयसीमा बुझेर सजिलो तर स्थिर विकल्प रोज्नु। इन्डेक्स फन्ड, म्युचुअल फन्ड वा दीर्घकालीन सेभिङ योजना जस्ता विकल्पले सरलता र स्थिरता दुवै दिन सक्छ। वारेन बफेट सधैँ सल्लाह दिन्छन्, पुट योर मनी इन अ लो कस्ट इन्डेक्स फन्ड एन्ड फर्गेट अबाउट इट। उनी भन्छन्, सधैँ बजार पक्रने प्रयास नगरी दीर्घकालीन दृष्टिकोण राख्नु सबैभन्दा बुद्धिमानी हो। काठमाडौँका एक कर्मचारीले सुरुवातमा धेरै ठाउँमा लगानी गरेर घाटा खेप्नु पर्यो। पछि उनले आफ्नो लगानीलाई मात्र म्युचुअल फन्ड र नियमित सेभिङमा सीमित गरे, जसले स्थिर प्रतिफल दियो। 3 सन्देश यस अध्यायबाट। 1. जटिल लगानी टाड्नुहोस्। धेरै विकल्पले भ्रम र जोखिम बढाउँछ। सरलता नै स्थिरताको कुञ्जी हो। 2. दीर्घकालीन सोच राख्नुहोस्। छोटो समयका उतार चढावले होइन, लामो यात्राले नतिजा दिन्छ। धैर्यले हरेक लगानी सफल बनाउँछ। 3. नियमित समीक्षा गर्नुहोस्। सरल योजना पनि समयअनुसार परिमार्जन आवश्यक हुन्छ। सचेत निर्णयले भविष्य सुरक्षित बनाउँछ। के तपाईँ हाल आफ्नो लगानी रणनीतिलाई सरल राख्नुभएको छ? कमेन्टमा लेख्नुहोस्। च्याप्टर 10, कन्ट्रोल योर स्पेन्डिङ, यानी आफ्नो खर्च नियन्त्रण गर्नुहोस्। कार्ल रिचर्ड्स भन्छन्, यु कान्ट बिल्ड वेल्थ इफ यु स्पेन्ड एभ्रिथिङ यु अर्न। अर्थात् तपाईँले कमाएको सबै खर्च गर्नुभयो भने तपाईँले कहिले धन निर्माण गर्न सक्नुहुन्न। धेरै मानिसहरू आफ्नो आम्दानीभन्दा बढी खर्च गर्छन् र त्यसले उनीहरूलाई ऋण र तनावमा पुर्याउँछ। खर्च नियन्त्रण गर्नु भनेको कन्जुस हुनु होइन, तर आफ्नो प्राथमिकता बुझ्नु हो। जब तपाईँले आफ्नो मूल्य र लक्ष्य स्पष्ट गर्नुहुन्छ, तपाईँले कहाँ खर्च गर्ने र कहाँ बचत गर्ने भनेर सजिलै निर्णय गर्न सक्नुहुन्छ। अमेरिकाका धेरै सफल वित्तीय सल्लाहकारहरूले सल्लाह दिन्छन्, ट्र्याक योर मनी लाइक यु ट्र्याक योर हेल्थ। अर्थात् जसरी स्वास्थ्यका लागि नियमित निगरानी आवश्यक हुन्छ, त्यस्तै खर्च र बचतको पनि नियमित समीक्षा जरुरी छ। पोखराका एक युवा उद्यमीले दैनिक सानो खर्चहरू नोट गर्न थाले, कफी, यातायात र अनावश्यक सामानहरू। 1 महिनापछि उनले महसुस गरे कि यिनै साना खर्चहरूले ठूलो रकम बनाउँछन् र त्यसपछि उनले आफ्नो खर्च नियन्त्रणमा ल्याए। 3 सन्देश यस अध्यायबाट। 1. खर्च लेख्ने बानी बसाल्नुहोस्। हरेक सानो खर्च लेख्दा तपाईले आफ्नो पैसाको वास्तविक तस्बिर देखिन्छ। जागरुकता नै नियन्त्रणको पहिलो कदम हो। 2. प्राथमिकता तोक्नुहोस्। आवश्यक र अनावश्यक खर्च छुट्याउनुहोस्। लक्ष्यमा केन्द्रित खर्चले भविष्य उज्यालो बनाउँछ। 3. नियमित बचत सुनिश्चित गर्नुहोस्। हरेक आम्दानीबाट पहिले बचत पछि खर्च। यो सानो अनुशासनले दीर्घकालीन स्थिरता दिन्छ। के तपाईले आफ्नो खर्च ट्र्याक गर्न सुरु गर्नुभएको छ? तपाईँ कुन तरिका अपनाउनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। यदि यो अध्याय मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। बुक समरी, द वन पेज फाइनान्शियल प्लान, कार्ल रिचर्ड्स। यस पुस्तकले हामीलाई सिकाउँछ कि पैसा केवल कमाउने र खर्च गर्ने कुरा मात्र होइन, यो हाम्रो जीवनको उद्देश्य अनुसार व्यवस्थित गर्नुपर्छ। कार्ल रिचर्ड्सले स्पष्ट देखाउँछन् कि पैसाको व्यवस्थापन सजिलो तर प्रभावकारी हुन सक्छ यदि हामी साधारण योजना, स्पष्ट उद्देश्य र सही प्राथमिकताहरू अपनाउँछौँ। पुस्तकले बताउँछ, आफ्नो वर्तमान वित्तीय स्थिति बुझ्नुहोस्, लक्ष्य निर्धारण गर्नुहोस्, बजेट र बचतको सही प्रयोग गर्नुहोस्, लगानी रणनीति बनाउनुहोस् र दीर्घकालीन अनुशासन पालन गर्नुहोस्। यसरी केवल पैसाको मात्र होइन, मानसिक शान्ति र वित्तीय स्वतन्त्रता पनि प्राप्त हुन्छ। वारेन बफेट र अन्य सफल लगानीकर्ताहरूले पनि आफ्ना उद्देश्य अनुसार सरल, स्पष्ट र दीर्घकालीन योजना अपनाउँछन्, जसले उनीहरूलाई स्थायी सफलता र सम्पत्ति सृजना गर्न सहयोग गर्छ। यदि तपाईले हाम्रो प्रयास मन पराउनुभयो भने कृपया लाइक र सब्स्क्राइब गर्नुहोस्। यसले हामीलाई अझ धेरै उत्कृष्ट अडियो बुक सामग्री निर्माण गर्न प्रेरणा दिन्छ। धन्यवाद।